नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले अकबर बिरबलको कथा लिएर आएको छु। आशा छ तपाईलाई यो कथा पनि मन पर्नेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिकै आउने बेल आइकनमा दबाएर अल अप्सनमा क्लिक गर्नुहोला। यसले गर्दा दैनिक रूपमा आउने कथाहरू तपाईहरुमाझ अवश्य पुग्नेछ। भन्दै लागौं अकबर बिरबलको कथातर्फ। आजको लागि कथा रहेको छ अकबर बिरबलको कथा बादशाह बिरबल र तानसेन। बादशाह अकबरको दरबारमा एकभन्दा एक गुणवान र विद्वान व्यक्ति मौजुद थिए। तिनै विद्वानहरूमध्ये गान विद्यामा अत्यन्त पारङ्गत र निपुण तानसेन नामक प्रसिद्ध व्यक्ति पनि थिए। उनको गुणले रिझिएका बादशाह उनको असाध्यै इज्जत गर्दथे। उनी इज्जतमा एक किसिमले सर्वोपरि थिए, परन्तु महाराज बिरबल मात्र तानसेनका नाकको रौं भएका थिए। बिरबलको बुद्धिमत्ता र विद्वताको कदर सारा दरबारीहरू मुक्त कण्ठले गर्दथे। अकबर बादशाह न्यायी, दयालु तथा प्रजाको पुकार प्रत्येक प्रकारले सुन्ने र कदर गर्नेवाला महान शासक थिए। उनको नजरमा हिन्दू र मुसलमान दुवै नै बराबर थिए, परन्तु बादशाहका आत्मीय मुसलमान सभासदहरू राजसभामा स्थित हिन्दूहरूलाई सधैँ नै घृणाका दृष्टिले हेर्दथे। बिरबलको बढ्दो इज्जत र व्यक्तित्व सधैँ उनीहरूलाई खट्किरहन्थ्यो। समय समयमा ती सभासदहरूले अनेक उपायले बादशाहलाई बिरबलको विरुद्ध उकासे र भड्काए पनि, तर प्रतापी सम्राट उनीहरूको भड्काइमा कहिल्यै आएनन्। यस्तैमा एक दिन सबै सभासद मिलेर बादशाहका प्रिय पात्र तानसेनलाई बिरबलको पदमा नियुक्त गर्ने युक्ति सोचे। यसका लागि सबै सभासद मिलेर एक दिन बादशाहलाई, जहाँपाना तानसेन जस्तो चतुर र गुणी मनुष्य यतिखेर दुनियाँमा पाउन मुस्किल छ। यस्तो योग्य र बुद्धिमान पुरुष मुसलमान जातिमा छँदा छँदै एउटा अधर्मीलाई मन्त्री बनाएर राख्नु त एक किसिमले सारा मुसलमानहरूको अपमान हो। तसर्थ हामी सबैको हार्दिक इच्छा छ कि बिरबलको पदमा तानसेनलाई नै नियुक्त गरियोस् भनी अनुनय विनयका साथ बिन्ती गरे। बादशाहबाट सबैको राय सुनिबक्सेपछि र सबैको मत बुझिबक्सेपछि उनले सबैलाई सुनाए, हामीबाट भलीभाँति जानी बक्सेका छौं कि तानसेन अत्यन्तै चतुर गायक र गान विद्यामा विशारद छन् र हामी उनको गुणलाई इज्जत र कदर गरिबक्सन्छौं, परन्तु उनी बिरबलका बराबरका बुद्धिमान र चतुर छैनन् र हुन सक्दैनन्। एक दिन म यस कुराको परीक्षा गरेर तिमीहरूलाई देखाइदिन्छु भनी सबै सभासदहरूलाई विदा गरिदिए। यो कुरा भएको धेरै दिन बितिसकेको थियो। एक किसिमले सबैले यो कुरा बिर्सिसकेका थिए। यस्तैमा एक दिन बादशाहले लाछाप लागेका खामबन्द पत्र बिरबल र तानसेनलाई दिएर उनीहरूलाई हराए कि तिमी दुवैजना आजै घर घरमा गएर यात्राका लागि पुरै तयारी गरी भोलि नै बर्मा जानका लागि प्रस्थान गर्नु। यस ठूलो खामभित्र अत्यन्त नै आवश्यक र जरुरी कागज छ। यो पत्र बर्माका राजालाई टक्राएर यसको उत्तर लिँदै आओ। बादशाहको आज्ञा पाएर तानसेन त खुसीले फुलेर कुप्पा भएर घुम्ने फिर्ने र देश देशाभर हेर्ने बडो बेसामा मौका मिल्यो भनी ठाने। अनि वहाँ पुगेपछि उहाँका राजालाई आफ्नो गायन विद्याले प्रसन्न पारेर प्रशस्त पुरस्कार पनि प्राप्त पारुला भन्ने आशामा पनि परे। परन्तु उता बिरबलले चाहिँ लामो सास फेरेर यसमा जरुर कुनै कालो कारण छ भनी ठाने। तर जतिसुकै कारण भए पनि जानु त पर्छ नै। उहाँ पुगेपछि जस्तो मौका पर्छ उस्तै गर्नु पर्ला भन्ने सोच्दै सभाबाट प्रस्थान गरे। भोलिपल्ट दुवैजना दिल्लीबाट प्रस्थान गरेर केही महिनापछि मिस्मी पहाड हुँदै बर्मा पुगे। उहाँ पुगेपछि 2-4 दिन बाहिरै बिसाई बडो तडक फडकका साथ बर्माको मनोहर र सुन्दरता हेर्दै एक दिन राजा प्रसादतिर प्रस्थान गरे। बर्माका निवासीहरू पनि उनीहरूको टाँटबाट र तडक भडक शान शौकत देखेर दङ्गदास परे। राजप्रसादको द्वारमा पुग्ने बित्तिकै द्वारपालले उनीहरूको झुकेर स्वागत गर्यो र परिचय तथा यहाँ आउनको कारण सोधिहाल्यो। उनीहरूले पनि उसलाई सबै कुरो कहेर राजासित भेट गर्ने अभिलाषा प्रकट गरे। अनि द्वारपालले पनि सरासर गएर महाराजसित बिन्ती गर्यो कि महाराज, दिल्लीका 2 जना भारदार द्वारमा खडा छन् र महाराजको दर्शन पाउन इच्छा गर्छन् भने। राजाले पनि समाचार सुन्न साथ उनीहरूलाई दरबारभित्र ल्याउने आज्ञा दिए। द्वारपालले पनि आज्ञा पाउन साथ बिरबल र तानसेनलाई राजप्रसादभित्र प्रवेश गरायो। उनीहरूले पनि नियम अनुसार महाराजालाई अभिवादन गरेर शहंशाह अकबरको मुहरबन्द लिफाफा महाराजका कर कमलमा चढाए।
महाराजले पनि पहिले बस्ने ठाउँको बन्दोबस्त गर्न लगाएर उनीहरूलाई अतिथि गृहमा जान विदा गरेपछि बादशाहको खाम खोलेर मन्त्रीलाई पढेर सुनाऊ भन्ने आज्ञा दिए। त्यसपछि उहाँका राजमन्त्रीले पनि भारतका शाहंशाहको पत्र निकालेर महाराजलाई सुनाए। त्यस पत्रमा निम्नलिखित मजबुन थियो: श्रीमान बर्मा नरेशलाई शाहंशाह अकबरको सलाम। यस पत्रका साथमा हाम्रा दरबारका 2 प्रतिष्ठित सभासद पठाइएका छन्। यो पत्र पढ्ने बित्तिकै यी दुवैलाई फाँसीमा झुन्ड्याइदिनु। कुनै खास कारणले गर्दा यिनीहरूलाई यहाँ सजाय नदिएर तपाईँ कहाँ पठाइएका छन् फकत। पत्रको मजबुन सुनिसकेपछि महाराजले, क्या हो मन्त्रीजी, यो के बात हो भनी सोधे। मन्त्रीजीले, महाराज, यसभित्र कुनै न कुनै भेदको बात अवश्य छिपेको छ। मेरो विचारमा यिनीहरूलाई राम्रोसित सोची विचारिकन मात्रै गर्नुपर्छ भनी विनम्र बिन्ती चढाए। महाराजले पनि मन्त्रीको रायलाई पसन्द गरे। त्यसपछि मन्त्री बिरबल र गायन तानसेनको निवास स्थानमा गएर उनीहरूलाई शाहंशाह अकबरको हुकुम मुताबिक तिमीहरूलाई फाँसीमा झुन्ड्याइन्छ भन्ने सन्देश सुनाएर गिरफ्तार गरिलिए। यस्तो हुकुम सुन्ने बित्तिकै बिचरा गायक तानसेन त हक्क नबक्क भए, परन्तु बिरबलले बादशाहले हाम्रो बुद्धिको परीक्षा गर्न पो पठाएको रहेछ भन्ने ठाने। त्यसकारण उनको चेहरामा उस्तै प्रसन्नता देखियो जस्तो पहिलो थियो। झ्यालखानामा पुगेपछि तानसेन बिरबललाई, अरे बिरबलजी, हामी त बडो फन्दामा फस्यौं पो त। अरे भाइ, मलाई त केही पनि सुझिरहेको छैन, कुनै ज्यान बस्ने जुक्ति निकाल भनी मुसुमुन्द्रे मुख लाएर भने। तब बिरबलले, यदि तिमी मैले बताए मुताबिक काम गर्न तयार छौ भने म कुनै जुक्ति सोध्छु भने। अनि तानसेनले, तिमी जे भन्छौ म त्यही गर्छु भाइ भने। तानसेनको यस्तो कुरा सुनेर बिरबलले, ल त अब फाँसीमा झुन्ड्याइनका लागि हामी लगिन्छौ। त्यसबेला तिमी अत्यन्तै खुसी मुद्रामा रहनु र उहाँ पुगेपछि फाँसीमा झुन्ड्याइदिने बेलामा हामी दुवैले हानथाप गर्नुपर्छ। यदि मलाई पहिले फाँसीमा झुन्ड्याइदिन लाग्यो भने तिमीले पहिले मलाई झुन्ड्याउनु पर्छ, पहिले म झुन्डिन्छु भन्नु। तिमीलाई पहिले झुन्ड्याउन लग्यो भने मलाई पहिले फाँसी दिनुहोस् भनी म झमेला मचाउँछु। अनि उनीहरूले हाम्रो कुरामा वास्तै नराखिकन फाँसीमा लान लाग्यो भने हामी दुवैले उछिन पाछिन गर्न परस्परमा धक्का मक्का, घचेटा घचेट, मुक्का मुक्की, लछार पछार, तानातान, कुस्ता कुस्ती जे गर्नुपर्छ गर्न बाँकी राख्नु हुँदैन। यति मेरो कुरा मान्यौ र गर्यौ भने अनि अगाडिको कुरा म गरौँला, तिमी निष्फिक्रेसित रहे भनी सम्झाए बुझाए अराएर ढाँडस दिए। बिस्तार बिस्तार तिनीहरूलाई फाँसीमा झुन्ड्याइने दिन पनि आयो। दुवै भारतीय सरदारहरू बध स्थानमा लगिए। उहाँ पुगेपछि बिरबलले, मलाई पहिले फाँसीमा झुन्ड्याउ भनी फाँसीतिर दौडे। उनीलाई फाँसीको तख्तातिर दौडेको देखेर तानसेन तम्सिँदै पर्खे, पहिले मलाई चढाउनु पर्छ भनी बिरबललाई मुन्ट्याइदिए। दुवैजना फाँसीको तख्तामा पुगेर म पहिले भन्दै तानातान मुन्टामुन्टी गर्न थाले। तिनीहरूको यस्तो तमासा देखेर साराका सारा दर्शक र कार्यकर्ताहरू छक्क परे। कुरा के हो केही बुझ्न सकिएन भनी आखिरमा त्यो समाचार महाराज कहाँ पुर्याइए। महाराज, ती दुवै मध्ये हरेक म पहिले भनी उपद्रव मचाइरहेका छन्, के गर्ने भनी बिन्ती चढाए। यस्तो आश्चर्यजनक कुरो सुनेर महाराजले मन्त्रीतिर पुलुक्क हेरे। तब मन्त्रीले, महाराज, मैले त पहिल्यै सोचिसकेको छु कि यसको भित्र केही न केही रहस्य अवश्य छिपेको छ। अच्छा, यो रहस्य पनि पत्ता लगाइ छाड्छु भनी मन्त्री तुरुन्तै आफै त्यस बध स्थानमा गए र बिरबललाई, भाइ, यो के कुरा हो? किन तिमीहरू म पहिले भनी मर्न तयार भइरहेका छौ भनी सोधे। तब बिरबलले विनम्रताका साथ, यो कुरो हामी बताउनौ भन्ने उत्तर दिए। मन्त्रीले किन भनेर सोद्धा बिरबलले हर्जा छ भने। मन्त्रीले के हर्जा छ भन्दा बिरबलले उत्तरमा कारण तपाईँले जतिसुकै जिद्दी गरे पनि हामी बताउनौ भन्ने जवाफ दिए। कति गर्दा पनि बिरबलले कारण नखोलेकोले मन्त्री महोदयले फेरि उनीहरूलाई झ्यालखानामै पठाइदिए र उनीहरूको परस्परमा गरेका कुरा अर्को कोठामा राम्रैसँग सुन्न सकिने खालको कोठामा बन्द गरिदिए। जब राति चकमन्न भयो तानसेनले केही भन्न चाहे, परन्तु बिरबलले चुपको इसाराले उनलाई रोकेर उनको कानमा मुख लाएर केही साउती गरे। साउती सकेपछि प्राकृतिक आवाजमा बिरबलले, अरे तानसेन, तिम्रो चाला देख्दा थाहा हुन्छ कि तिमी त बादशाह सलामतको स्किम नै चौपट पारिदिन्छौ क्यारे। जब बादशाहले पहिले तिमी फाँसीमा चढ्नु भनी हुकुम बक्सेको छ भने फेरि किन तिमी गडबड मचाइरहेका छौ? तिम्रो चाला देख्दा मलाई त यस्तो लाग्छ कि अब यहाँका राजाले हामीलाई फाँसी नै दिँदैनन् क्यारे। कहीँ यस्तो भयो भने त बादशाहको सारा स्किम चौपट गर्ने जिम्मेवारी तिमी माथि नै रहनेछ भनी तानसेनलाई फटकारे। बिरबलको वचन सुनिसकेपछि तानसेन, खैर गल्ती त भइहाल्यो, खुदाका लागि पहिले मलाई नै फाँसीमा लट्कन देऊ। म खुदाको कसम खाएर भन्छु कि म नाम मात्रको राजा रहँला, अख्तियार त सबै तिम्रै हातमा रहनेछ, मलिन आवाजमा भने।
तब बिरबलले, तानसेन, तिमी ठान्दा हौ कि म नै राजा हुन लोभिएको छु, तर तिम्रो यो भूल हो। म त केवल मालिकका आज्ञाको पालन गरिरहेको छु। के गर्नु, तिमीले विचार्नु पर्ने हो। मलाई यस कुरामा कति अफसोस छ कि एउटा स्वतन्त्र हिन्दू राज्य मुसलमानको कब्जामा भइजानेछ, परन्तु विवश छु बादशाहलाई दिएका वचनले गर्दा। त्यसै वचनका लागि ज्यान दिएर पाउपछि सारिरहेको छैन भनी तानसेनलाई आफ्नो व्यवस्था साफसित सुनाइदिए। यिनीहरूले राति आपसमा गरेका कुराकानी कनसुत्लाहरूले एक बिहानै जस्ताको तस्तै गरी राजा र मन्त्री कहाँ पुर्याइदिए। अनि मन्त्रीले महाराजलाई, राजन, यस दासले त पहिले नै यसमा केही न केही रहस्य जरुर छिपेको हुनुपर्छ भनी निवेदन गरेको थिए भनी बिन्ती चढाए। अनि राजाले, मानिलिउँ यसमा केही भेद छ, तर अब के गर्ने त भनी सल्लाह सोधे। तब मन्त्रीले, मेरो रायमा त यिनीहरूलाई जस्ताको तस्तै वापस गरिदेऊ। बादशाहलाई, यिनीहरूले हाम्रो कुनै अपराध गरेका छैनन्, फेरि तपाईँले पनि उहाँ यिनले गरेका अपराधको कुनै उल्लेख गर्नुभएको छैन। यस हालमा कुनै कारणै नबुझी हामीले यिनीहरूलाई सजाय दियौं भने ठूलो अन्याय हुन जानेछ। यसकारण यिनीहरूलाई तपाईँ नै सजाय दिनुहोस् र ठिक पनि यही हो भन्दै यिनीहरूकै हात एक पत्र पठाइदियौं भनी बिन्ती गरे। मन्त्रीको यो राय राजालाई असाध्यै मन पर्यो र भोलिपल्टै उपरोक्त मजमुनको पत्रका साथै बिरबल र तानसेनलाई दिल्ली फिर्ता पठाइदिए। उनीहरू पनि त्यहाँबाट टाप ठोकेर दिल्ली दरबारमा हाजिर भएर बादशाहलाई अदाब बजाए। बादशाहले बिरबललाई देखेर प्रसन्न हुँदै भन्न लागे, भन श्री तानसेन, कहिले आयो? सफर त राम्ररी नै गुज्रियो होला नि। सहंसाको सोधाइ सुनेर तानसेनले, हजुर, ज्यान बच्यो यही लाग्छ भनी बिन्ती चढाए। फेरि बादशाहले, तिम्रो भनाइको मतलब मैले बुझ्न सकिन भने। तब तानसेनले, जहाँपना बिरबलका बुद्धिका बलले नै हामी दुवैको ज्यान बचायो, नत्र भने मामला सफा चैट थियो। हामीले के त्यस्तो अपराध गरेका थियौं र सरकारले हामीलाई फाँसीमा चढाउन बर्मा पठाइबक्स्यो, कल्पदै कहे। तानसेनको कल्पाई सुनेपछि बादशाहले मुस्कुराउँदै, तिमी दुईजनाको बुद्धिको परीक्षा लिनु थियो, सो तिमीबाटै निर्णय भयो भने। अनि आफ्ना सभासदहरूलाई सम्बोधन गर्दै, जनाब, मैले कुनै दिन तिमीहरूलाई भनेको थिएँ कि तानसेन गुणी छन्, गायक छन्, सब कुछ छन्, तर बुद्धिको खजना बिरबल नै हो, जसको प्रशंसा स्वयं तिमीहरूले सिफारिस गरेका तानसेनले नै गरिरहेका छन् भनी सुनाए। बादशाहको यस्तो कुरा सुनेर सारा सभासदहरू चुपचाप लागे। फेरि बादशाहले सबैलाई सम्बोधन गर्दै, अबदेखि कसैले पनि यस्ता प्रकारको साम्प्रदायिक द्वेषका कुरो हामी भएको ठाउँ नगर्नु, किनकि अकबर बादशाहका लागि हिन्दू मुसलमान दुवै बराबर छन्। आफ्नो आफ्नो धर्म कर्म गर्न हरेक स्वतन्त्र छ भनी शाही उर्दी सदाका लागि हुने गरी सुनाइदिए। बादशाह सलामतको यस्तो आज्ञा सुनेर सबै प्रसन्न भए। यो सँगै आजको लागि कथा सकिएको छ। तपाईलाई आजको कथा के कस्तो लाग्यो कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।